दैलेखको पादुका क्षेत्र हो। यहाँ मन्दिर, यहाँ बिचमा मन्दिर छ। यो ठाउँमा आगो बल्छ है। जम्मै यो क्षेत्र यो खोला हो, बगेर आइरहेको छ। यो पारी गाउँ अनि यो सालदेखि सल्लाहको रुखहरू, यो मध्यपहाडी हाइवे है। कस्तो राम्रो ठाउँ छ, आउनुहोस् है साथीहरू घुम्न। यो क्षेत्रमा हेर्नुहोस् त कति राम्रो छ। यो छ यो रुखनिर, यही ठाउँमा हो तपाईँको पादुका मन्दिर भएको ठाउँ यही हो। योमा आगो बल्छ है, यो तलसम्म यो एरियामा। यसको मतलब यो सबैतिर पेट्रोलियम पदार्थ छ भन्ने कुरा देखाउँछ। योभन्दा उता श्रीस्थानतिर भर्खरै पेट्रोलियम पदार्थ उत्खनन भएको अथवा उत्खनन भइराखेको यता दैलेख जान पाउँछ बजार सदरमुकाम। अनि यो चाहिँ पारी अछाम जान पाउँछ। यो माथि चामुण्डा बिन्द्रासेनी नगरपालिका पर्छ। यो पारी ट्र्याक्टर गइरहेको छ। ट्र्याक्टर गइरहेछ। ल है मैले यति देखाएँ। साह्रै राम्रो ठाउँ छ यो हेर्दाखेरि।